यो भिडियो चाहिँ नेपालबाट हेर्नु हुनेको लागि मात्र जो मल्टिप्लाई गर्नुहुन्छ। हेर्नुहोस्, मैले तपाईँहरूलाई चाहिँ मैले आफ्नो तपाईँहरूले सोध्नुहुन्छ सर यो मेरो रियल हो फेक हो भनेर सोध्नुहुन्छ, मैले तपाईँहरूलाई हरेक कुराहरू बताइदिन्छु एज पर माई एक्सपिरियन्स। मैले पनि काम गरिरहेको छु, तर मलाई जुन धम्कीहरू आउँछ बुझ्नुभयो नि, धम्कीहरू कसरी आउँछ भन्दा तपाईँहरूले चाहिँ अब आफ्नो क्लाइन्टलाई यो मेरो फेक हो भनेर भन्नुहुन्छ। मलाई भर्खरै होइन लाइक इन्डियाबाट फोन आएर धम्कीहरू आइरहेछ होइन, लाइक मैले पनि काम गरिरहेको छु, आई रियली नो होइन कसरी काम हुन्छ के हुन्छ, र त्योसँग कन्भर्सेसन त्यसले चाहिँ मलाई तपाईँहरूको स्ट्रेस लिनलाई कसैले मलाई धम्क्याउनलाई मलाई हरेक मान्छे मलाई यति धेरै म्यासेजहरू छ कि को मान्छेले के गरेको छ भन्ने कुरा मसँग डिटेल छ। म कसैलाई यो बिजनेसमा यस्तो मान्छे ठगी गर्दै हिँड्छ होला मान्छे, तर मैले कहिले पनि ल्याएर भन्दैन मैले यो कम्पनीले यस्तो गर्दैछ, मसँग धेरै डिटेलहरू छ तर म भन्दैन। तर तपाईँहरूले आफ्नो जुन रियल फेक आफै हेर्ने हो, न कि मैले तपाईँलाई एउटा सल्लाह दिएँ सुझाव दिएँ भनेपछि त्यसलाई एनालाइसिस गरेर तपाईँले आफ्नो जो मान्छेसँग काम गर्नु त्यसलाई भन्ने हो, न कि मेरो नाम लिएर यसले चाहिँ यस्तो भन्यो होइन म गलत कुन ठाउँमा हुन्छु त्यो मैले काम गर्न सकेन भने हुन्छ। तर तपाईँहरूले सोध्नुहुन्छ सर यो मेरो रियल हो फेक हो भनेर मैले भनिदिँदाखेरि तपाईँहरूले गएर त्यो मान्छेले यो मान्छेले यस्तो भनेको थियो भनेर तपाईँहरूको म स्ट्रेस किन लिने? वाइ मलाई के अरे धम्कीहरू इन्डियाबाट डाइरेक्ट फोन गरेर धम्कीहरू आइरहेको हुन्छ है, धम्कीहरू मसँग मैले भोइस रेकर्ड पनि गरेको छु एक्चुअली, म सुनाउनुलाई कुनै दिन पछि अहिले गएर चाहिँ लाइक उसलाई चाहिँ एउटा राम्रोसँग सम्झाएँ मैले होइन। तर तपाईँहरूले चाहनुहुन्छ रियल फेक त्यो म भनिदिन्छु, तर यो होइन कि तपाईँहरूले मैले तपाईँहरूको हरेक मैले माल्टाको प्रोसेसदेखि लिएर सबै कुराहरू वान बाई वान भनिदिएको छु। त्यति गर्दाखेरि तपाईँले आफै एनालाइसिस गर्नुपर्छ कि रियल हो कि फेक हो, कसरी काम भइरहेको छ, कुन वर्क पर्मिट हो, कुन अफर लेटर हो, कुन के हो भन्ने कुरा बुझ्नुपर्छ। होइन कि तपाईँ गएर चाहिँ त्यही मान्छेले चाहिँ यसले यस्तो भनेको थियो भनेर मेरो आइडी देखेर मसँग दुश्मनी चाहिँ मेरो दुश्मन बढाउने काम चाहिँ नगरिदिनु होला है। मेरो दुश्मन किनकि यो फिल्डमा के हुन्छ दुश्मन धेरै बढ्छ पहिलो कुरो। सो मेरो दुश्मन बढाउने काम नगर्नु होला, म आफ्नो हिसाबले काम गरिरहेको छु, उनीहरूले आफ्नो हिसाबले काम गरिरहेको छ। तपाईँहरू स्क्याम हुनुहुन्छ, तपाईँहरूको प्रिपेरेसन तपाईँहरूले चाहिँ आफूले नबुझेर गर्दाखेरिको तपाईँहरू स्क्याम हुनुहुन्छ है। मैले चाहिँ मेरो काम के हो हरेक डिटेल वाइज मैले मेरो इन्स्टा थ्रु मेरो युट्युब थ्रु हालिदिएको छु कुन स्टेपबाट के हुन्छ भनेर, त्यसरी बुझ्नुहोस् एनालाइसिस गर्नुहोस्। तर मेरो नाम यसले मलाई भनेको थियो भनेर चाहिँ तपाईँले आफूले काम गरेको मान्छेहरूसँग नभन्नु होला। किन भन्दाखेरि उनीहरूले मलाई चाहिँ टर्चर दिन्छ, मतलब फोन गर्छ, मलाई धम्क्याउँछ, त्यो कुनै मलाई प्रब्लम हुँदैन, तर म अनावश्यकमा आफ्नो काममा बसिरहेको हुन्छु, स्ट्रेस हुन्छ मलाई। सो आई डोन्ट वान्ट द्याट। तपाईँहरूको प्रब्लमलाई म के हो सही हो गलत म भनिदिन्छु, तर गएर यो गलत चिज भएको कुराहरू चाहिँ मैले इभन मैले गरेँ भने त्यो कुरा मैले गर्दा गलत भएको भनेर चाहिँ नभन्नु होला। मलाई त्यो फोकटिया तपाईँहरूको त्यो मान्छेहरूले मलाई धम्की दिइरहेको हुन्छ, त्यस्तो धम्कीसँग म डराउँदैन पहिलो कुरो। र तपाईँहरू आफै एनालाइसिस गरेर आफै चाहिँ रियल फेक पत्ता लगाउने मैले तपाईँहरूलाई अलरेडी वातावरण बनाइदिएको छु, त्यसलाई एनालाइज गरेर हेर्नु होला, चेक गर्नु होला, न कि मेरो भिडियो देखाएर चाहिँ उनीहरूलाई